गुड मर्निङ एभ्रिवान फ्रम बेसी सहर। सो आज नाइटमा काठमाडौँबाट बेसी सहरसम्म आइयो अनि अब मर्निङमा चाहिँ बेसी सहर टु आजको हाम्रो डेस्टिनेसन भनेको खाङसा रहेको छ। सो तिलिचो जाने यो डे 2 भयो। सो अब चाहिँ हामी खाङसाको लागि यात्रा सुरु गरिसकेको छौँ। यात्राको सबैभन्दा रमाइलो पार्ट भनेकै लाग्छ मलाई। हामी हिँड्दाखेरि चाहिँ यस्तो राम्रो राम्रो ठाउँहरू आइरहेको छ कि यस्तो राम्रो राम्रो ठाउँहरू देख्न पाइन्छ है। अगाडि चाहिँ अन्नपूर्ण हिमाल देखिराखेको छ। यो चाहिँ बाटो भयो, बाटो यस्तो छ। तर अर्को पार्ट भनेको यता चाहिँ कस्तो राम्रो साइड साइडमा चाहिँ टक्क लाएर फुलहरू रहेछ क्या। यता हेऱ्यो फुल, उता हेऱ्यो फुल, कति राम्रो। हामी बिहान 6 बजीतिर चाहिँ बेसी सहरबाट हिँडेको। अब चाहिँ हामी अलिकति अगाडि गइसकेपछि खाना खाने ठाउँ आउँछ। As you can see, चिसो पानी। खाना खाएर वाटरफलहरू हेरेर हाम्रो यात्रा चाहिँ फेरि कन्टिन्यू गर्छौँ। एबाट चाहिँ मनाङ प्रवेश भयो। मनाङ जिल्लामा हामीले यो चाहिँ हाम्रो मनाङको पहिलो गाउँ। ताल गाउँ हो, मनाङ छिरेर पहिलो गाउँ यो अनि त्यसपछि हुँदै जान्छ। ताल गाउँ भयो। भर्खरै हामी ताल गाउँ पुग्यौँ। भर्खरै एउटा फर्स्ट नम्बर 1
गाइस यो चाहिँ हाम्रो स्याउ एप्पल यो हामी जामे भन्ने ठाउँमा हौँ सो यहाँ चाहिँ एकैछिन पुगेको यस्तो छ यो माहौल हाम्रो यो स्याउ बगान म चाहिँ यो अब स्वर्ग जाने द्वारनिर उभिरहेको छु होइन यो चाहिँ हाम्रो यहाँ माथिबाट चाहिँ यो स्वर्ग जाने द्वार भन्दो रहेछ नि यो भयो जति माथि गयो त्यति चिसो छ सो अहिले चाहिँ यस्तो जाडो बनेर हिँडिराखेको छु म अब चाहिँ हामी ग्रिन लेक जाँदैछौँ एकैछिन यो चाहिँ ग्रिन लेक भयो एकैछिन ग्रिन लेकमा को बसाएपछि हामी फेरि खाङसारको लागि हाम्रो यात्रा कन्टिन्यू गर्दैछौँ ग्रिन लेकमा अब इभिनिङतिर चाहिँ एकदम हावा चल्ने भएको भएर चाहिँ गाह्रो हुँदो रहेछ कि धेरै बेर बस्नै नसकिने सो हामी चाहिँ फर्किने बेलामा चाहिँ एक्सप्लोर गरेर फर्क्यौँला भनेर चाहिँ अब फेरि कन्टिन्यू गर्दैछौँ हाम्रो यात्रा चाहिँ कन्टिन्यू नै छ मैले यो एडिट गर्दासम्म चाहिँ हाम्रो एप्पल फार्ममा बसेर जुसहरू खाएको एप्पल फार्मको भिडियोहरू चाहिँ सबै डिलिट भइसकेको रहेछ सो मैले त्यो भिडियोहरू चाहिँ यहाँ राख्न सकिनँ अब अरू भिडियोहरू चाहिँ यहाँ छ के भिडियोहरू चाहिँ मिस पनि भएको रहेछ बिचको भिडियोहरू धेरै ठाउँ अब एक्सप्लोर गर्दै आएको थियो नि त सो मैले एडिट गर्दासम्म चाहिँ डिलिट भयो
सो गाइस हामी चाहिँ अहिले मनाङ हुँदै ठाङसार जान आँटेको। अब मनाङ भ्याली हुँदै चाहिँ गइराखेको छौँ। यहाँबाट धेरै डिस्टेन्स पनि छैन। सो मेरो यो तिलीचुटे ट्रेकको पार्ट 1 हुन्छ एन्ड यो हाम्रो आजको बसाइ पनि ठाङसारमा रहेको छ। त्यहाँ बुक भइसकेको छ। भोलिबाट चाहिँ एक्चुअल हाम्रो तिलीचुको ट्रेकिङ स्टार्ट हुन्छ। सो अरू पार्टहरू पनि अपलोड गर्छु, हेर्न चाहिँ नबिर्सनु होला है। हजुरहरूले के कस्तो हुन्छ म देखाउँछु। बस्ती चाहिँ मनाङ बस्ती हो गाइस है। अब चाहिँ हामी ठाङसार पुग्यौँ। अब आजको लागि चाहिँ मेरो भिडियो यति नै हुन्छ। यति बेलासम्म हेरिदिनु भयो त्यसको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु। एन्ड सब्सक्राइब लाइक सेयर गर्न चाहिँ नबिर्सनु होला। सो अरू चाहिँ म भोलि अपलोड गर्छु। बाई बाई।